एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज हामी बनाउन गइरहेछौं रातो दाललाई कति चाहिन्छ त्यति लिनुहोस् र राम्रोसँग त्यसलाई 3-4 पानी मजाले त्यसको फोर जाने गरेर राम्रोसँग धुनुहोस्। धुइसकेपछि कुकर बसाल्नुहोस् र कुकरमा रातो दाललाई हालेर पानी हालेर त्यसमा नुन बेसार हालेर एक सिटी लगाइदिनुहोस्। मैले चाहिँ यहाँ एक सिटी मात्र लगाएको छु। अनि दाललाई झान्नको लागि मैले चाहिँ प्याज सानो गरेर काटेको छु। प्यान बसालेर मैले चाहिँ घिउ हालेर झान्ने डिसिजन लिए। घिउलाई एड गरे अनि त्यसपछि त्यसमा मैले जिरालाई फुराए। त्यसपछि मैले प्याजलाई पनि हाले। प्याज ब्राउन हुने गरेर मैले पकाएँ। त्यसपछि त्यसमा मैले टमाटरलाई हाले। अनि टमाटर पछि मैले बेसारलाई हालेर मजाले चलाएँ। त्यसपछि मैले हल्का धुलो खोर्सानी पनि हालेको छु टेस्टको लागि। तपाईहरुलाई मन पर्दैन भने स्किप पनि गर्न सक्नुहुन्छ। अनि यसलाई राम्रोसँग पकिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ मैले दाललाई खनाएँ प्यानमा अनि फेरि मजाले चलाएँ। अनि त्यो बाँकी रहेको दाललाई फेरि मैले पानी हालेर मजाले दाललाई चलाउँदै छु प्यानमा। अनि मैले यता धनियालाई राम्रोसँग पखालेर दालमा हाल्नको लागि सानो गरेर काटे। यता दाल पनि रेडी भइसकेको भएर मैले धनियालाई दालमा हाल्दिएँ र हेर्दा हेर्दै मेरो दाल पनि पाक्यो। धन्यवाद।